अनि सबैजनालाई र आजको मेरो नयाँ मिनी भ्लगमा तपाईहरु सम्पूर्णलाई वेलकम छ। र आजको भ्लग चाहिँ नेपालीमै सुरु गरे। अनि यता चाहिँ म बिहानको सबै ड्युटीहरु सकाएर नुहाएर आएर यहाँ चाहिँ अब बुढाको रक्षा कवच लगाउन थाले है। रक्षा कवच किनभने अब एज पर इन्डियन सोसाइटी यस्तै भनिन्छ हैन। त्यसपछि म चाहिँ गए अनि यता मेसिनमा कपडा लगाएको थिए त्यो चलाइदिए। त्यसपछि यहाँ चाहिँ किचनतिर आए म सब्जीहरु चाहिँ बनाउनु भन्दा अगाडि नै काटकुट पारेर गएको थिए। भेन्डी अनि त फर्सी र आलु न्यूट्रेला मटर बनाउँछु भनेर मटर पनि भिजाएको थिए। तर उपरमाथि थुप्रो हुन्छ के कहिले कहिले चाहिँ। अनि यहाँ चाहिँ गाउँदेखि मामा आउनु भएको थियो। मामाले चाहिँ दुध ल्याइदिनु भएछ। अनि त्यसपछि यहाँ बेत अनि यता चाहिँ ल्याइदिनु भएछ फेरि माछा एकदम लोकल माछा नदीको शीतल माछा अरे यो चाहिँ। फेरि यहाँ चाहिँ बाबाले पनि सानो खालको माछा ल्याउनु भएको रहेछ। अनि यता चाहिँ म दुध गरम गर्नुतिर लागेँ फटाफटी। त्यसपछि मैले चाहिँ यता चाय बसाएँ। चाय बनाएर चाहिँ मैले चाहिँ बाबा मामा आमाहरूलाई दिएँ अनि मैले पनि खाएँ। यहाँ चाहिँ म चाहिँ फेरि यस्तो के खाना लोकचार खाएपछि मानाचार भन्छ नि त्यही खालको मान्छे चाहिँ म हो के। किनभने म चाहिँ चायहरू खट्टै खाँदिनँ तर खाएँ भने मलाई चाहिँ बिस्कुटहरू यति चाहिन्छ नि त। अनि यता चाहिँ मैले सब्जी बसाइदिएँ र आमाले पनि माछा केलाइदिनु भयो। मैले चाहिँ यहाँ सबै थोक काटेर रेडी पारेँ अनि यता चाहिँ माछा बनाउनुतिर लागेँ। र माछा चाहिँ आज मैले अलिकति डिफ्रेन्ट स्टाइलमा बनाएको थिएँ। यो चाहिँ मलाई मम्मीले सिकाउनु भएको। मैले भनेको थिएँ नि त मम्मीलाई मलाई चाहिँ सानो माछा मिठो लाग्दैन हौ मम्मी भनेर। अनि मम्मीले चाहिँ यसरी बनाएर खाएर हेर मिठो हुन्छ भन्नुभएको थियो। त्यही भएर यसरी नै बनाएँ। अब तपाईहरु कति प्रायले त अब यसरी बनाएर खानु पनि भएको छ होला। र अनि त चाहिँ माछालाई चाहिँ मजासँगले फ्राई गरेर यता चाहिँ मसलाहरू सबै लगाएर फेरि मजाले भुट्नुपर्छ। सुक्खा पारेर भुट्नुपर्छ। अनि भुट्यो सुक्खा पारेर भुटेको बाद चाहिँ मैले यसमा एड गरेँ बेम्बो सुट लगाएर मलाई मजाले भुटेँ। यो चाहिँ खानुमा पिरो टेङ्गा कस्तो मजा हुने रहेछ नि त। यसलाई चाहिँ अब माछा भुजेरी भन्दाखेरि चाहिँ हुने रहेछ। अनि यहाँ चाहिँ सब्जी पनि रेडी भयो र मैले चाहिँ फर्सीको बियाको बनाएँ चटनी किनभने हस्बेन्डलाई चाहिँ एकदमै मनपर्छ। र अनि सबैजनालाई खानाहरू पस्केर दिएँ र मैले पनि खाएँ। त्यस पछाडि सबै थन्कामन्काहरू गरेर म चाहिँ यहाँनिर भाँडा मस्काउन थालेँ। भाँडा चाहिँ आमाले अगाडि नै मस्काइदिनु भएको थियो। मैले खाएको मात्रै थियो त्यही मैले चाहिँ मस्काइदिएँ र अनि म चाहिँ लागेँ पोछा मार्नु भनेर। गाइस म चाहिँ उल्टा मान्छे हो कि किनभने अब अरूहरूले चाहिँ बिहानै झाडु झपेटा गरेर पोछाहरू लगाइहाल्छ। तर म चाहिँ जहिले भ्याएँ तहिले लगाइदिन्छु। कुनै पनि टाइम टेबल छैन र आज चाहिँ मैले बिहान भ्याइनँ। अनि यता चाहिँ म फेरि बेसिन सफा गर्न थालेँ। तिरको सबै कामहरू सकिएर म चाहिँ अब आफ्नो काम गर्नु भनेर आएँ। अनि मेरो चाहिँ कतिवटा अर्डर छ त्यही काममा म चाहिँ लागिरहेको छु। र यता पनि कामहरू सकेर म चाहिँ आराम गर्नु भनेर गएँ। एकदमै थाकिसकेको थिएँ म चाहिँ त्यही भएर एकछिन एनिमेसन हेरेँ। अनि त्यसपछि म चाहिँ सुतेँ गाइस। सुत्नु चाहिँ कम्पलसरी हो। अनि यता चाहिँ इभिनिङमा म चाहिँ चायहरू बनाउन थालेँ र दुध पनि बसाइदिएको थिएँ गरम गर्नुको लागि। तर गाइस दुध चाहिँ फाटेछ र अनि मैले चाहिँ यसको बनाएँ आज पनिर। गाइस आज चाहिँ मैले फर्स्ट टाइम पनिर बनाएको। र अनि यहाँ चाहिँ चाय पनि रेडी भयो र मैले चाहिँ बाबा आमाहरूलाई चाय दिएँ। र त्यसपछि मैले चाहिँ यहाँ सबै थोकहरू काटेर रेडी पारिदिएँ। र मैले चाहिँ हस्बेन्डलाई बनाउन लगाएँ माछाको सब्जी चाहिँ। यो माछा चाहिँ मामाले ल्याइदिनु भएको भनेर थाहा भयो है होला। अनि मैले चाहिँ बनाएँ आज सोया चिल्ली किनभने दिनको सोयाबिन अलिकति बाँचेको थियो त्यही भएर चाहिँ मैले यता सोया चिल्ली बनाइदिएँ। अनि गाइस यहाँ चाहिँ मेरो पनिर पनि रेडी भएछ। फर्स्ट टाइम बनाए पनि यतिको भएछ। मलाई चाहिँ एकदमै खुसी लाग्यो। सो गाइस आजको भ्लग चाहिँ यतिमै एन्ड गर्दैछु। हजुरहरूलाई भ्लग चाहिँ के कस्तो लाग्यो जनाउन नबिर्सिनु होला। र हजुरहरूसँग फेरि पनि भेट हुनेछ अर्कै एउटा नयाँ भ्लगमा। सो बाई बाई टेक केयर।